हेलो गाइज, आज हामी घुम्न आएको साकुरा फुलेको साकुरा नि फुलिरहेको रहेछ है। साकुरा नि फुल्दैछ गाइज, कोपिला लाग्दैछ अझै फुल्दैछ अझै। अब 15-20 दिनमा यो सबै फुलेर भ्याउँछ, झरेर नि भ्याउँछ त्यति बेलासम्म त है। साकुरा फुलेछ, यसमा चाहिँ सबै फुलेको छ, कस्तो राम्रो देखेको छ। साकुराको तल फुलकुमारी साकुराको तल फुलकुमारी, फुलकुमारीमा फुलकुमारी रमाउँदै फुलमा फुलकुमारी सिङ्गल भएर यी रुखलाई अङ्गाल हाल्नु पर्यो। कोही छ भने गाइज है, कोही छ भने हामी चाहिँ आज कुन चाहिँ के हो यो? काफलको बुढा हो। ल काफलको बुढा देखे अरे, यता अरे काफलको बुढा देखेको यो। ल गाइज, काफलको बुढा हो त यो। के को यो? मेरो घरतिर काफल हुँदैन अनि म त हान्दिन्छु नि फेरि। कस्तो काफललाई फुल के फुल, मलाई फुल मन पर्छ, यत्रो ठुलो फुल देऊ न मलाई। अनि म चाहिँ मन पर्दैन। फुल भनेको तिमी तिमी त अर्कै, फुल भनेको अर्कै। अनि म चाहिँ मन पर्दैन भने त्यस्तो क्वेसन नगर न। गयो फुल टिप्न गयो, चोर्यो जापाना फुल चोर्यो। होइन छैन उसले फुल टिप्यो। उयो टिप्यो फेरि टिप्यो जापाना फुल चोर्यो के भएको? उयो काना फुलकुमारी बढी जस्तै देख्यौ त तिमी त। फुलन देखिया जस्तो देख्यो कि क्या? फुल दिनेसँग होइन प्रेम, फुल दिनेसँग माया गर्ने होइन, फुल जसरी सजाउनेसँग माया गर्ने हो। किन अब खै कसरी एक्सप्लेन गरौँ? भन न किन? मलाई डेफिनेसन त भोलि पर्सि सोधेर भन्छु। होइन अहिले भन न, अहिले जब भनेपछि त भन न प्लिज भन न। लाजै लाग्यो हेरे भुइँतिर, तिमीले मोबाइल तेर्साउँछौ अनि के तेर्साउनु त हौ? मैले केही भगवान कसम लगाइस, मैले केही छाडा बोलेछु त? आज हामी चाहिँ यसो छुट्टी थियो है, घुम्न आएको। है छुट्टी थियो कि है फुलकुमारीसँग। फुलकुमारी होइन है, म त फुलकुमारीसँग घुम्न आएको। फुलै फुल्ला भाँच्यो भत्क्यो।